त्यो हस्पिटल खोल्दैछौँ होइन। हेलो दर्शन नमस्ते गाइस, हामी चाहिँ आज यतातिर हल्का बिजी भएको अवस्था है। ए बाबु त्यस्तो गर्नुहुन्न भन्दा भन्दै केटाले 17 वर्षको नानी ल्याइदिएछ। अब बर्बाद हुने भयो, अब मुद्दा लाग्ने हो कि त्यही भएर टेन्सन छ। 17 वर्षको नानी देख्नुभयो यहाँ, 17 वर्षको नानी लिएर बर्बाद पारेछ। लु अब बर्बाद भयो कनेक्ट। त्यस्तो गर्नुहुन्न बाबु भन्दा भन्दै लियो, अब ल्याइहाल्यो। अब बुहारी नानी हो, ठिक छ। क्लास 60 में पुङपुङा धोक्यो। अहिले चाहिँ हामी नयाँ मोबाइलमा चाहिँ हामी टिकटक चलाउन खोजिरहेको छु है। 17 वर्षको नानीलाई यहाँ फकाउँदैछु। बस्छ कि बस्दैन होइन, कति फकाउँदैछु कि बस्छ। जिन्दगीभर टिकाउनु पऱ्यो नि त, त्यही भएर फकाउँदैछु 17 वर्षको नानीलाई। फकाउनु त पऱ्यो, बिचरा भर्खर है, मन केही पनि होइन, बच्चै छ, फकाउनु पर्छ। ल त गाइजहरू, बाई बाई, गुड नाइट। यति नै हो 17 वर्षको नानीलाई। खोलिदिए